नमस्ते सर सबैजनालाई। बिहानको बेला चाहिँ बहुत ठन्डा रहेछ र म चाहिँ गरम पानीले नुहाएँ। बाइकको कन्डिसन चाहिँ पुरा खराब भएको रहेछ। धोएको पनि थुप्रो भयो, 1-1.5 महिना भयो होला। आज चाहिँ मजाले धुनुपर्ने छ गाडी पनि। यो दोलामा चाहिँ पानी हाल्नै पर्छ, पानी हालेन भने फेरि आउँदैन पानीले। बल्ल बल्ल 4 मिनेट पानी हालिदिइसक्यो, अहिले चाहिँ फाइनली पानी पनि आइपुग्यो। यसको चाहिँ नट छैन र हामीले यो एउटा जग्गा तयार गरेको छौँ नि, यसरी सिम कार्ड हुनुपर्छ यो। बाइक चाहिँ पुरा कम्प्लिट भइसक्यो। अहिले चाहिँ हामीहरू यता रामबहादुर काकाहरूकोमा जाँदैछौँ। त्यहाँ चाहिँ हामीहरूको लागि कुर्ता सेट आएको छ अरे। अस्ति हामीहरू यता कमिटीबाट तिहारमा नाच्नु गाउनुको लागि भनेर हिँडेको थियो। त्यही लागिले हर घरमा सबैको लागि एक एकवटा कुर्ता सेट आएको छ अरे। त्यही लागि अहिले हामी यहाँ भाइरामा चाहिँ लिनु भनेर यहाँ जानु आँटेको छौँ। हामीहरू चाहिँ अहिले यहाँ सुभाष दाकोमा केही कामको लागि भनेर आएको थियौँ। तर यहाँ हेर्न सक्नुहुन्छ कारोदार पुरा सुकाएको छ। यता यहाँ भाइ चाहिँ कारोदार खाँदैछ निकालेर। यतातिर चाहिँ यहाँ कुकुरको बच्चा हेर्नु, चाडा रहेछ, 1 2 3 चाडा। कस्तो मजाले दुधहरू खाइरहेको छ। म चाहिँ यहाँ केही कागजहरू भनेर लिनु आएको थिएँ र यहाँ काम पनि भयो। अब म सिधै घरतिर जानु पर्यो। र हाम्रो गाउँको चाहिँ नजारा यस्तो छ, यहाँ हेर्नु सक्नुहुन्छ। अहिले सबै धानहरू काटिसक्नु भएको छ सबैजनाले। ल काकाहरूको दोकानमा पनि आइपुग्यो। उयो कोलकाका पाएको हो, पहिलामा रहेछ नि। अच्छा ठिकै रहेछ। यहाँ हेर्नु सक्नुहुन्छ हामीहरूको लागि सबैको लागि कुर्ता सेट आएको छ येल्लो कलरमा। यो 38 को रहेछ नि। मजाले छन्। कुन चाहिँ हुन्छ त अब 38 हुन्छ कि 40 हुन्छ कि 35 हुन्छ कि साइज थाहा छ कि छैन। यता हिरोको एन्ट्री भयो खै त भाइ। म सिधा हो त, सिधा पनि त सिधा। दामी दामी ठिक्क छ यता नै, पर्फेक्ट छ, पर्फेक्ट छ। काकाहरूकोबाट पनि अहिले हामीले यहाँ कुर्ताहरू लिइसकेको छौँ। अहिले चाहिँ अब हामीहरू घरतिर जानु आँटेको। मिसिन चाहिँ अब म एकजना साथीलाई दिँदैछु। त्यही लागि अब हामीहरू यो मिसिन पुऱ्याउनु जानु आँटेको भाइराम। अहिले चाहिँ हामीहरू सामना जानु आँटेको छौँ। तर यहाँ बाइकमा तेल छ कि छैन चेक गर्नु पऱ्यो नि। यता भाइ छ तेल? पुग्छ होला नि, पुग्छ। टिभीएस त हो, पुग्छ नि। मिसिन पनि अब जाँदैछ मेरो साथीको घर। हाम्रो शिव मन्दिर हो। हामीहरू यहाँ चाहिँ रङघरमा हामीहरू पसेको रहेछौँ। खास गरी यो तयार एउटै एउटै छ त। अनि पल्लोजी हो, पल्लोजी घर हो, अर्को लाइन छ यहाँनिर छेउकै हो। अहिले चाहिँ आइपुग्यो हामीहरू फाइनली जस्ट।